भिडियो एकदमै बाहिरको अथवा एकदम राम्रो भ्यू सिन भन्छ होइन, हाम्रो नेपाली भाषामा अथवा नेपाली भाषामा दृश्य भन्छ र सिन पनि भन्छ। अहिलेको भाषामा चाहिँ भ्यू भन्छ होइन। म भ्यूहरू तपाईँहरूमाझ म देखाउने छु। यो चाहिँ भ्यू चाहिँ कस्तो भने अहिले मौसम चाहिँ राम्रो छैन होइन, तर पनि तपाईँहरूलाई म राख्ने छु भिडियो। यो भिडियोलाई सेयर गरेर सब्सक्राइब गर्नेलाई भन्दै म देखाउने छु बाहिरको दृश्य। यदि तपाईँलाई राम्रो लाग्छ भने प्लिज कमेन्ट चाहिँ गर्नु नछोड्नु होला है त। ल यहाँको भ्यूहरू एकदमै राम्रो छ है, माथिबाट खिच्दैछु अनि हेर्नु होला एकदमै रहर लाग्दो भिडियोहरू छ। अनि हेर्नु यो हाइवे रोड हो, एकदमै ठुलो हाइवे रोड हो। यहाँ चाहिँ धेरै एक्सिडेन्टहरू पर्छ होइन, किनकि यहाँ स्पिड धेरै भएको कारणले, आज आइतबार भएको कारणले त्यति गाडीहरू चलेको छैन। अनि यस्तो छ है यहाँको हरियाली वातावरण एकदमै राम्रो छ। यहाँको मौसमहरू एकदम रहर लाग्दो छ। हेर्नु होला पारी बिल्डिङ बन्दैछ अनि बिल्डिङहरू बन्दैछ, एकदमै राम्रो छ। अनि यस्तो चाहिँ हाम्रो नेपालमा कहिले बन्ने होला, यो यस्तो नेपालमा कहिले हुने होला, हामी त आशा गर्दा गर्दै वनवास हुने भइसकेको छ। अनि माथि लिक छ, माथि चाहिँ रेल आउँछ, ट्रेनहरू दौडिन्छ होइन। अनि यो घर बनेको छैन। ट्रेन भन्दा भन्दै ऊ पारि ट्रेन आइसकेको छ, हेर्नुहोस् त ऊ पारि ट्रेन आइसकेको छ, ट्रेन आइसकेको छ। ट्रेन यसरी आउँछ, सरर हिँड्छ। अनि कतिवटा डिब्बा छ भने 4वटा डिब्बा छ, 4वटा डिब्बा यसमा। हेर्नु होला मैले जुम गरेर तान्दैछु, यसरी सरर जान्छ होइन। यस्तो हाम्रो नेपालमा कहिले हुने हो, यस्तो मेनु रेल कहिले आउने हो है। हाम्रो नेपालमा एउटा आशा गर्दा गर्दै वनवास हुने भइसकेको अवस्थामा विदेशमा यस्तो दृश्य देख्दा एकदमै खुसी लाग्छ। ओहो फेरि अर्को पनि यताबाट आउँदै रहेछ, दुईवटा यताबाट गयो, उताबाट एउटा आउँदैछ। हेर्नुहोस् त कस्तो मजाले जम्का भेट भएको। ल क्रस पनि भयो, एउटा यता आयो, बत्ती बजिरहेको छ। ल हेर्नु होला छुटिसकेको छ। ल एउटा भित्र छिरे, एउटा आइदियो। ल यस्तो राम्रो दृश्य हेर्नु पाउँदा, पहिला बुढापाकाले भन्थ्यो नेपालमा बसेर सब चिज देख्न पाइन्छ भन्थ्यो। साँच्ची नै आज देख्न पाएको छ, हेर्न पाएको छ है। ल सर्प जस्तै देखिन्छ। ल निक्लियो ट्रेन सर्प जस्तै। ल यताको साइडमा हेर्नुहोस्, त्यो अघि उताको साइडमा थियो, अहिले यताको दृश्यहरू हेर्नु। त्यो अग्लो घर एकदम अग्लो छ त्यो। यो घरको भिडियो मैले धेरै हालिसकेको छु युट्युबमा, तपाईँले गएर हेर्न सक्नुहुनेछ। यो घर एकदम दामी छ भ्यूज। अनि यो चाहिँ इन्टरनेसनल कलेज है, यो चाहिँ स्कुल हो, त्यहाँ होस्टेल छ। यस्तो हरियाली जङ्गल छ, हेर्नु होला। यहाँ पेट्रोल पम्प छ, माथि सोलर छ, हेर्नुहोस् त ऊ सोलरबाट यहाँ डबल आम्दानी गर्छ। सोलरबाट पनि छ, लाइन पनि छ है। अनि हाम्रो नेपालमा कहिले बन्ने हो यस्तो चिजहरू। ल हेर्नु होला हरियाली जङ्गल छ, उता पानी पर्ला जस्तो भएको छ, कालो न कालो हेर्न सक्नुहुनेछ। उता डाँडा छ, ऊ डाँडा काँडा एकदमै नेपाल जस्तै लाग्छ यो ठाउँ। मलेसियाको दृश्य तपाईँहरूको माझमा राख्दैछु, हुन्छ अझै पनि म देखाउने छु। ल हेर्नु यो चाहिँ पछाडि साइडको है त। यो कलेज भनेको थिएँ मैले, यो कलेज भइहाल्यो। उता ग्राउन्ड छ, फुटबल खेल्ने ठाउँ। अनि यो चाहिँ हेर्नुहोस् त पार्किङ एरिया। पहिला यहाँ धेरै पार्किङ हुन्थ्यो, अहिले पार्किङ हुँदैन। अनि उता हेर्नुहोस्, अनि हामी बस्ने हो यो बिल्डिङको पछाडि हाम्रो रुमहरू छौँ होइन, हामी त्यता बस्छौँ। अनि यो चाहिँ एन्टिना छ, टिभीहरूको होइन, न्युज च्यानलको छ। यहाँ चाहिँ हेर्नु न्युज च्यानलको यो छ। अनि यो चाहिँ यस्तो राम्रो छ। यहाँ वनकुखुराहरू पनि आउँछ होइन, यस्तो दामी आउँछ वनकुखुराहरू चाहिँ। अनि यो चाहिँ हाम्रो पार्किङहरू हो, हामी चाहिँ यहाँ ड्युटी गर्नुपर्छ। आज आइतबार भएको दिन सुनसान भएको छ। यही नै छ यहाँको दृश्यहरू। अब उता पछाडिको दृश्य तपाईँहरू माझमा राख्नेछु। ल हेर्नुहोस् गाइस, ल
यो यस्तो छ हेर्नुहोस् यहाँको सिन। अनि यहाँ चाहिँ 6000जनाको गाडी पार्किङ गर्ने ठाउँ है। 6000जनाले यो अफिसमा काम गर्छ। अहिले मैले जुन ठाउँमा काम गरेको छु त्यो ठाउँमा 6000जनाले काम गर्छ। ल हेर्नु होला, यो चाहिँ अहिले मधुरो मौसममा खिचिरहेको छु मैले भिडियो। तपाईँहरूको माझमा पुर्याउनको निम्ति यस्तो मिहिनेत गरिराखेको छु। सबैले सपोर्ट गरिदिनु होला, हेरिदिनु होला भन्न चाहन्छु। अनि श्रमदान गरौँ भन्नुभएको छ भर्खर सम्पङले। अब हामी पनि एकजुट भएर श्रमदान गर्नुपर्छ। आफ्नो गाउँ आफ्नो ठाउँ बनाउनुपर्छ। यस्तै नभए पनि होइन, हल्का मिहिनेत गर्नुपर्छ। यस्तै बनाउन नसके पनि केही गर्नुपर्छ हाम्रो गाउँघरमा भन्दै आज भिडियोमा यहीँ राख्नेछु। सबैलाई जय नेपाल, श्रमदान गरौँ भन्दै छुट्नेछु। बाई बाई। भन्नुहोस् त हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है त। यति भन्दै म छुट्नेछु। सबैलाई बाई बाई।